तपाईलाई च्याट जिपिटी त थाहै होला है। यो च्याट जिपिटी हेर्नुहोस्, यो च्याट जिपिटी हेर्नुहोस्, यो थाहा होला है। यो च्याट जिपिटीमा तपाईले अब कसैको इमेज कुनैको इमेज कसरी बनाउने, म तपाईलाई इमेज टेक्स्टबाट कसरी इमेज बनाउन सकिन्छ त्यो म तपाईलाई देखाउन खोजेको छु। हेर्नुहोस् यो च्याट जिपिटी हेर्नुहोस्, यो च्याट जिपिटी पहिला खोल्नुहोस्। हेर्नुहोस् यो च्याट जिपिटी खोल्नुहोस्। च्याट जिपिटी खोलेपछि तपाईले अब जस्तै कुनै इमेज बनाउनु पर्यो भने के लेख्नुहोस् भने create image of God राम। मैले रामको फोटो बनाउन खोजेको हेर्नुहोस्। अब क्रिएट इमेज अफ गड राम मैले लेखेको छु। हेर्नु लेखेपछि तपाईले म पोस्ट गर्छु। हेर्नुहोस् यो पोस्ट गरे मैले च्याट जिपीटीलाई सोधेँ मैले। हेर्नुहोस् अब यसले च्याट जिपीटीले अब गड रामको इमेज कसरी बनाउँछ हेर्नुहोस्। तपाई हेर्दै जानुहोस्। यसरी नै टेक्स्टबाट तपाईले च्याट जिपीटीमा इमेज बनाउन सकिन्छ। हेर्नुहोस् अहिले बनाइरहेको छ। हेर्नुहोस् अहिले बनाइरहेको छ। हेर्नुहोस् आइरहेको छ। मैले इमेज बनाइरहेको छ। हेर्नुहोस् टाइम लाग्छ अलिकति च्याट जिपीटीमा। हेर्नुहोस् तपाई यसमा आइसकेको छ। हेर्नुहोस् यसमा जस्तै मैले यहाँ क्रिएट इमेज अफ गड राम भनेको उसले च्याट जिपीटीले मलाई रामको इमेज लेखेर पठाइसकेको छ। हेर्नुहोस् यहाँ हेर्नुहोस्। यसरी नै तपाईले कुनै पनि कसैको पनि इमेज यसरी हामीले टेक्स्टबाट इमेज बनाउन सकिन्छ च्याट जिपीटीमा। हेर्नुहोस् है। हेर्नुहोस् तपाईले यसरी हामीले च्याट जिपीटीमा इमेजहरु बनाउन सकिन्छ, टेक्स्टबाट इमेज बनाउन सकिन्छ है त।